कसैका छोरी चेलीबेटीमाथि कसैले जबरजस्ती हात उठाउने चेष्टा समेत गर्न नसक्छ। नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई आजको नयाँ भिडियोमा। आज हामीले बुहारी भाग 287को नयाँ रिभ्यू भिडियो लिएर तपाईहरुको सामु उपस्थित भएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, किनभने भिडियोको अन्तिममा हामीले अब आउने एपिसोडमा के हुँदैछ भन्ने कुराहरू विस्तृतमा बताउने कोसिस गरेका छौं। साथीहरू, गएको एपिसोड त हेर्नु नै भयो होला। पक्कै पनि साथीहरू, गएको एपिसोडले कथालाई नयाँ मोडमा पुर्याएको छ, किनभने गएको एपिसोडमा कमला र मुनाको हातमा रमेशले एउटा सीसीटीभी फुटेज पुर्याएको छ। राम कहाँ छ भन्ने विषय उनीहरूलाई केही थाहा नभएको अवस्थामा राम हराउनुभन्दा 2 दिन अगाडिको सीसीटीभी फुटेज कमलाको हातमा परेपछि उनीहरूले फरक ढङ्गबाट अनुसन्धान गर्न थालेका छन्, किनभने राम हराएको आज यत्रो दिन भइसक्यो। आखिर राम कहाँ छन् भन्ने कुरा उनीहरूलाई थाहा नै छैन। यता दुर्गा आमा भने अझै पनि रामलाई केही गुन्डा जम्मा गरेर मैले जित्छु, अझै पनि मैले रामलाई समाप्त गर्छु र आफ्नो छोरीको विवाह ऋतिसँग गराउँछु भन्ने सपना देखेर केही गुन्डाहरू जम्मा पारिरहेकी छिन्। तर उनीलाई थाहा छैन, केही समयपछि राम उनकै घरमा उनकै काल बनेर आउँदैछ भन्ने कुरा। गाउँमा जोगी आएर कमला र मुनालाई बचाए भन्ने सबैको भ्रम छ, तर राम नै जोगी बनेर आइरहेको छ भन्ने विषय कसैलाई पनि थाहा छैन। रामले आखिर कुन ढङ्गबाट के कति सजाय देला भन्ने कुरा अबको एपिसोडमा समावेश हुने सम्भावना धेरै नै छ। आखिर अब त्यो सीसीटीभी फुटेजले सबैको कालो करतुत, सबैको षड्यन्त्र बाहिर निकाल्दैछ। कानुनी रूपमा जानुभन्दा सबैभन्दा पहिले प्रमाण जम्मा गर्नु आवश्यकता रहन्छ। यदि त्यस्ता सीसीटीभी फुटेजहरू कमला र मुनाले जम्मा गर्न थालिन् भने कानुनी उपचार गर्दा प्रमाणहरू पेश गर्न निकै सहज हुन्छ। कानुनले न्याय दिलाउन सबैभन्दा ठुलो कुरा प्रमाण खोज्छ। यदि प्रमाण पेश गर्न सकियो भने रामले न्याय पाउन पनि सक्छन्। साथीहरू, आखिर आउँदो एपिसोडमा के हुन सक्छ? रामले आफ्नै सासू आमा दुर्गा आमालाई कस्तो सजाय देला? तपाईलाई मनमा लागेको कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। भिडियोलाई कुन ठाउँबाट हेर्दै हुनुहुन्छ तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। भिडियोलाई एक लाइक गरेर आफ्ना साथीहरूसँग सेयर पनि गरिदिनु होला। यस्तै बुहारी रिलेटेड रिभ्यू भिडियो हेर्नका लागि च्यानल सब्स्क्राइब गरी हामीसँगै जोडिनु होला।